चाहिँ यो हाम्रो घटे खोलाको पुलदेखि माथिबाट अलिकति खाली ठाउँको जग्गा हो, ढलानदेखि तल जग्गा त्यस्तो छैन, अलि 4-5 हातको छ। अनि यहाँ चाहिँ मान्छेले अब खाली देखिसकेपछि आफ्नो के अरे खेतबारीमा पन्छाउँदाखेरि घाँस घुसहरू अब जराहरू होइन जे पनि ल्याएर चाहिँ यहीँ राखिदिने के, अब फाल्ने चिजहरू होइन सबै राखिदिने भएको भएर अब अहिले त फेरि फोहोरै त हामीले त फाल्दैनौँ यता, किन भन्दाखेरि अब सबै नगरपालिकालाई दिइसकेको छ। अनि यो बाँझो जग्गामा चाहिँ अब यही खेतबारीबाट यसो पन्छाका चिजहरू राख्ने, एकदम छेकिने नराम्रो देखिने भएको भएर यसो आइडिया लगाएर यो जग्गामा चाहिँ आफ्नो घरमा जे छ जस्तो फुल छ फुल भनेर फुलै हुनु परेन, पातै हुने भए पनि यहाँलाई रोपिदिन पायो भने जग्गा पनि राम्रो देखिने, फुल पनि फुल्ने। अब यत्रो यहाँ चौतारै बनाउन सकिने ठाउँ त छैन, त्यही पनि यसो एउटा प्लान्ट बिचमा रोपिदियो र वरिपरि फुल भयो भने चाहिँ भोलि पर्सि यसो राम्रो देखिन्छ। टसक्क रुखमुनि बसेर यसो शीतल तापेर यसो पुलतिर फर्केर गफ गर्न पाइन्छ भनेर चाहिँ यहाँ भुराभुरीहरूलाई यसो फकाएर लिएर आएर लुलु नानी बाबुहरू म फुल रोप्छु, तिमीहरू चाहिँ पानी हाल्दै आऊ, यसो सकेपकै लाग्दै आऊ भनेर चाहिँ बोलाएको। या खुसी हुन्छ नि, ज्योति दिदी कतिखेर काम गर्ने, आज यसो सरसफाइ गर्ने होइन, फुल रोप्ने भने होइन भने थिएँ अघिदेखि, त्यही भएर यिनीहरूलाई बोलाइहालेँ। लु आजको शनिबार कति रमाइलो भयो, फुल रोपेर सक्यो हाम्रो दिन आजको। कति ज्ञानी है, पानी हालेर आयो। लु अर्को शनिबार चाहिँ हामी रुख रोप्नुपर्छ है। रुख जस्तै सानो राम्रो बिरुवा रोप्नुपर्छ ल बिचमा। अनि हाम्रो के अरे यो हाम्रो टोललाई राम्रो बनाउनु पर्छ फुलहरू रोपेर है। रुख रोपेपछि चाहिँ हामी बाँकी भएको समय चाहिँ फुलाको फोहोरहरू टिप्ने। र हजुरहरूलाई एउटा कुरा भन्न चाहन्छु कि हाम्रो गाउँघरतिर आयो भने आफ्नो गाउँघरतिर कहिले पनि फोहोर नपाल्नु होला। थाहा छ दिदी, उता पारी घरको एउटा आन्टीले त होइन यो धोक्राभरि फोहोर लिएर खोलातिर पानी लाउनु भएको थियो, अनि हामी सबैले गाली गरेर उनकै घरतिर पठाइदिएको। राम्रो हो नि त, त्यो त हामी यस्तो दुःख गरेर यस्तो राम्रो गाउँ बनाएको छौँ, त्यस्तो गर्नेले त जहाँदेखि त्यही पठाइदिनु पर्छ है अर्कोचोटि पनि। ल राम्रो काम गर्यौ नि सानी तिमीले।